अनि फाइनली हाम्रो मन्चुरियन पनि अब चाहिँ पाकिसकिन लाग्यो। सो हे गाइज, म मिस्टर शक्ति मगर फेरि बनाइसकेँ मिनी भ्लग लिएर। र आज चाहिँ चट्ट लगाएर ड्युटी गएको। हिजोको भन्दा राम्रो वेदर छ आज चाहिँ होइन। चट्ट गएर चाहिँ मैले आज ब्राउन गार्लिक बनाउनु पर्ने थियो, त्यही भएर चाहिँ मैले 2 केजी गार्लिकलाई मजाले मेसिनमा हालेर चाहिँ पिसिदिएँ। फाइनली मैले पिसी पनि सकेँ। यति गर्दा गर्दै सब्जीको पनि आयो होइन, अर्डरहरू। सब्जी हिजो हालेर त्यो पनि आइसक्यो, त्यसले पनि सेट गरेँ। अनि अर्को केटाले चाहिँ चट्ट लागेर यहाँ चाहिँ क्याप्सिकम काटेर रेडी बनाएको थियो, त्यसले पनि सेट गर्यो। अनि यति गर्दा भोक पनि लाग्यो, म्यागी बनाएको थिएँ मैले, म्यागीले चट्ट खाइदिएँ होइन। अनि यति गरेर अब मन्चुरियन पनि थिएन, मन्चुरियनको तयारी हुँदैछ यहाँ चाहिँ ज्याम लगाएर। किनभने अब 2-4 दिनमा म चाहिँ 4 तारिकको 5 तारिकको घर निकाल्न पर्ने हुन्छ। त्यही भएर चाहिँ काम चाहिँ मैले डनक्क सबै केटाहरूले अब यसो हेल्प गरिदिउँ भनेर कामसाम भरेर चट्ट टन्न सामानहरू बनाएर जाने विचार हो मेरो चाहिँ होइन। चट्ट लगाएर यो मन्चुरियनको यसरी बनाइदिएँ। भिडियो पनि बनाउन पाएन, गर्दा गर्दा बिहान भएर यही मन्चुरियन नै बनाइयो मजाले होइन। यति गरेर टन्नै बनाउनु पर्ने थियो नि, यति गरेर सबै बनाइयो मजाले ड्याङ बनाएर। अनि फाइनली हाम्रो मन्चुरियन पनि अब चाहिँ पाकिसकिन लाग्यो। अब मजाले सक्यो, यसलाई चाहिँ सब बनाएर भ्याइदिएँ मैले होइन। यसलाई चाहिँ चट्ट बनाएर यति बनाएपछि त सक्नै पऱ्यो होइन। अनि यति गर्दा गर्दा मेरो टाइम पनि सक्यो। भेटौँला बाइ नेक्स्ट भिडियोमा।